हेलो गाइज गुड मर्निङ। आज चाहिँ म धेरै दिनपछि चाहिँ भ्लग आइरहेको छु मेरो च्यानलमा। हजुरहरूलाई स्वागत छ। मेरो नाम चाहिँ सृजना अनि म चाहिँ अहिले रिसेन्टली चाहिँ एसिस्टेन्ट फार्मासिस्टको रूपमा चाहिँ काम गरिरहेको छु प्राइभेट हस्पिटलमा। अनि सँगै मेरो चाहिँ ब्याचलरको पढाइ पनि चलिरहेछ। त्यही सँगसँगै होइन, अब मर्निङ इभिनिङ नाइट ड्युटी हुँदाहुँदै होइन इरेगुलर मेन प्रब्लम्स भनेको चाहिँ मतलब आफ्नो ख्यालै नराखिनु क्या, लाइक जे मन लाग्यो त्यही खाइदिएछ। अनि त्यसपछि सुत्ने पनि त्यस्तै छ, जति बेला पनि मन लाग्यो सुतेछ, उठ्ने पनि फिक्स टाइमै छैन होइन। मलाई चाहिँ एकदमै इरिटेटिङ लाग्यो क्या यो सँगै। अनि मैले सोचेँ कि अब यत्रो टाइम भइसक्यो होइन यो काम गरिरहेको छु, अब चाहिँ हुन्छ नि आफूलाई पनि त टाइम दिनु पऱ्यो होइन भनेर चाहिँ मैले चाहिँ स्किन केयर प्लस होइन अनि जङ्क फुड्सहरू सबै अभोइड गरेर चाहिँ गरेर बसिरहेको थिएँ। अनि सोचेँ मैले पनि यसलाई म क्याप्चर गरौँ न त होइन, क्याप्चर गरौँ भनेर चाहिँ मैले चाहिँ आजदेखि चाहिँ 21 डेजको चाहिँ च्यालेन्ज ल्याउँछु। किनभने 21 डेजमा चाहिँ एकदमै धेरै कुराहरू चेन्जेसहरू हुन्छ जो मैले पहिला पनि गरिसकेको छु। त्यो साँच्चैकैमै हुन्छ कि कुनै कुरालाई 21 डेजलाई अभोइड गरिदियो भने अथवा त्यो कुराबाट चाहिँ डिस्टेन्स मेन्टेन गर्यो भने चाहिँ त्यो कुराले साँच्चैकैमा चाहिँ त्यो छुट्छ जस्तो लाग्छ कि मलाई। छुट्या छ मेरो चाहिँ। अनि सँगै गरौँ न त अब, किनभने जङ्क फुड्सहरू खाइरहेछ, ड्युटी गयो, जे खान मन लाग्यो त्यस्तै खाइरहेछ। अनि त्यसपछि त्यस्तै क्या, त्यो पुरै हेल्थ पनि त्यस्तै, मेन्टल स्टेट पनि त्यस्तै होइन। अब सो मैले चाहिँ भने कि आफूलाई पनि त टाइम दिनु पऱ्यो होइन। सो चाहिँ आज चाहिँ म स्टार्ट गरिरहेको छु मेरो डे फर्स्ट भ्लग होइन, 21 डेजको च्यालेन्ज। अनि त्यसपछि सो मैले बिहान बिहान उठेरै तातो पानी खाइरहेको छु होइन। अनि तातो पानीसँगै अनि त्यसपछि अलि एक्सर्साइज गर्ने, त्यसपछि स्किन केयरसँगै अब यति चाहिँ फ्रुट्सहरू खाइरहेको छ, किनभने फाइबर पनि त चाहियो। चाउमिन खाइरह, मोमो खाइरहेछ, अनि फाइबर छैन, गट्सको हालत खराब। अनि त्यससँगै स्किन केयरको रुटिन पनि मैले गरिरहेको थिएँ जस्तै, मलाई चाहिँ एकदम राम्रो लाग्यो होइन। अनि यो सेरमहरू पनि होइन, यो स्किन केयर गर्नेको लागि यो सिजनहरू चाहिँ एकदम राम्रो छ जस्तो लाग्यो कि। मैले ठ्याक्कै मुख धोएर मात्रै आएको छु होइन, केही पनि लगाएको छैन। अलि पनि ध्यान दियो भने चाहिँ राम्रो हुँदो रहेछ जस्तो लाग्यो क्या। तर मेरो डार्क सर्कल पनि एकदम धेरै पर्छ। अनि त्यसपछि यो पिम्पलहरूको चाहिँ दागहरू चाहिँ छ यस्तो होइन। अनि त्योसँगै चाहिँ मैले चाहिँ यो डर्माको चाहिँ सेरम चाहिँ युज गरिरहेको थिएँ। यसमा चाहिँ नाइसिनामाइड पनि छ, भिटामिन सी पनि छ, अनि ह्यालोरिक एसिड पनि छ होइन। डे र नाइट दुइटै लाउन मिल्ने छ। अनि यो चाहिँ गरिरहेको थिएँ क्या, मलाई एकदम राम्रो लाग्यो क्या यसको चाहिँ कि लाइक मेरो चाहिँ ड्राई टाइपको त्यस्तो ड्राई टाइपको छ क्या। त्यही भएर चाहिँ मलाई अरू पनि क्रिम बेस चाहिँ सुट हुन्छ क्या, जस्तो सनस्क्रिनहरू। अनि त्यसपछि हेरौँ, यो स्टार्टिङ हो होइन, कतिको जाँदो रहेछ। मेरो स्टार्टिङ चाहिँ यत्तिको है, यस्तोमा चाहिँ टिकटिकहरू छ, यस्तो पुरै जाँदैन, यतामा चाहिँ छ, त्यस्तो चाहिँ छैन। त्यही पनि एकदम डार्क सर्कल पर्ने होइन। आज चाहिँ म 8-9 घन्टा सुतेछु, त्यही पनि यस्तै छ। अहिले चाहिँ एकछिनमा केही लगाउँदैन, अनि त्यसपछि मोइस्चराइजर लाउनु पर्छ एकछिनमा। अनि म जस्तै कतिजना हुनुहुन्छ है, सबै यस्तै हुनुहुन्छ होला होइन, मिल्दै नमिल्ने, अनि त्यसपछि भयो पनि झ्याउ लाग्ने टाइपको होइन। अनि चाहिँ पपिता खाइरहेको छु। यो चाहिँ हाम्रो घरको यस्तो मिठो छ नि।
सँगसँगै मेरो त एकदमै छिटो इक्जाम आइरहेको छ होइन। अब चाहिँ थर्ड सेमको यति चाँडै हुनेवाला छ नि, पुरै पढ्न आउँदैछ, आउँदा जाँदै ठिक्क भइरह। सो अब ब्यालेन्स गरौँ भनेर चाहिँ मेरो डे फर्स्टमा भ्लग चाहिँ है, अब 21 डेजमा चाहिँ डेली डेली भ्लगहरू आउँछन्। अनि अब चाहिँ मैले चाहिँ यतिकै अब डे ड्युटी छ मेरो चाहिँ 9 बज्न अब 9 बजीमै गइहाल्छु। अनि त्यसपछि साँझ भेटौँला है त, खाना खानु पऱ्यो, रेडी हुनु पऱ्यो मलाई चाहिँ। अब अलिक पढ्छु एकछिन अनि त्यसपछि जान्छु, साँझ भेटौँला, बाई बाई। हेलो गाइज, अहिले चाहिँ राति भइसक्यो होइन। म चाहिँ ड्युटीबाट आउँदा अनि त्यसपछि खाना खाँदा मलाई चाहिँ ठ्याक्कै 8 बजिसक्यो। अनि मेरो हेयर यस्तो भइसक्यो दिउँसोभरि होइन। अनि त्यसपछि स्किन पनि यस्तो, मुख पनि मैले मुख चाहिँ धोएको छु झन् चाहिँ। तर अब चाहिँ मलाई चाहिँ एकदम, म चाहिँ कफी र त्यो बेसन अनि त्यसपछि त्यो चाहिँ फ्रेस बनाएर लाउँछु क्या, एकदम फ्रेसवाला फिल हुन्छ होइन। अनि त्यसपछि चाहिँ मैले चाहिँ लाउँछु अनि त्यसपछि मोइस्चराइजर लगाएर चाहिँ अनि एकदम सुत्छु क्या मजाले, यस्तो राम्रो निद्रा लाग्छ क्या। त्यो चाहिँ म के लाउँछु है, देखाउँछु हजुरहरूलाई। एकदमै राम्रो रिजल्ट लाग्छ कि मलाई चाहिँ त्यो। पहिला पनि म अहिले कहिले कहिले लगाइरहेको थिएँ, राम्रो लाग्थ्यो। तर अहिले चाहिँ मैले रेगुलर लाउने भएको भएर चाहिँ त्यसलाई म स्किप नगरिकन डेली लाउँछु, एकदम राम्रो लागिरहेछ। अनि त्यसपछि विन्टरको लागि त अब ड्राइनेस त उस्तै पनि ड्राई फेस, अनि अब विन्टरमा त झन् ड्राई हुन्छ, त्यही भएर चाहिँ म त्यसको लागि लगाउँछु, त्यो बनाउँछु है त। थोरै चाहिँ मैले कफी राखेको छु, अनि त्यसपछि थोरै बेसन, अनि त्यसपछि मैले चाहिँ एलोभेरा राख्छु थोरै, अनि त्यसपछि एकदम ड्राई हुन्छ क्या मेरो फेस चाहिँ। त्यही भएर चाहिँ एउटा भाइटामिन ए को क्याप्सुल चाहिँ राख्छु, एकदम राम्रो हुन्छ क्या, एकदम मुलायम लाग्छ क्या मलाई। अनि थोरै चाहिँ मैले चाहिँ दुध अथवा दही राख्छु कि यसमा चाहिँ हल्कामा दही राख्छु। मेरो फेस प्याक चाहिँ रेडी भयो, म चाहिँ लाउँछु एकछिन। म चाहिँ यसलाई लगाउँछु होइन, हातले लगाउँछु यसरी। अनि एकछिनपछि 10-15 मिनटपछि चाहिँ एकछिन सुकेपछि धुन्छु मजाले। यसले चाहिँ यस्तो ब्ल्याक हेड्सहरू होइन, यताको सबै पोरहरू पनि एकदम राम्रो हुन्छ कि। चाहिँ एकछिन वेट गर्छु। घाँटीमा पनि लाउनु हुन्थ्यो, मलाई एकदम जाडो लागिरहेको क्या। भोलि बिहान चाहिँ लाउँछु बरु घाँटीमा। पन्ध्र मिनट वेट गर्छु अनि चाहिँ वास गर्छु। पन्ध्र मिनटपछि मुख धोइसकेपछि चाहिँ मेरो फेसमा चाहिँ यस्तो देखियो होइन। अनि अब चाहिँ म फेस सेरम लाउँछु।
एकछिनपछि चाहिँ मोइस्चराइजर आउँछ। तर मेरो कपालमा चाहिँ होइन, म यति बुढो भएको पनि होइन कि ताकि म यो पुरै कपाल सेतो भयो होइन। त्यो के भएर भएको आई डोन्ट नो, मलाई चाहिँ एकदमै थाहै भएन क्या यो चाहिँ होइन। मेरो जेनेटिक्समा कुनै पनि यस्तो मान्छेहरू छैन अहिलेसम्म पनि जो मेरो एजमा यसरी फुलेर पुरै सेतो खैरो जस्तो होला जस्तो छ होइन। पुरै यस्तो फुलिरहेको छ क्या होइन। अब बायोटिन्सको कमी हो भनौँ पनि त, बायोटिन त मैले लिइरहेको छु, त्यही पनि खै के हो होइन। कसैलाई थाहा छ भने चाहिँ सजेस्ट गर्नुहोस् है मलाई। एकछिन 30 सेकेन्ड होल्ड गरेपछि म चाहिँ मोइस्चराइजर लाउँछु। अनि मेरो कपालमा चाहिँ मेरो सधैँ लाउने मैले चाहिँ यो सेरम चाहिँ लिभोनको एकदम ड्राई भइसकेको छ होला दिनभरि कपालमा नै। एकछिन सुक्न दिइसकेपछि मेरो चाहिँ फिक्स डर्माको मैले सधैँ युज गर्ने यो पनि सकिन लागिसक्यो। मोइस्चराइजर लाउँछु। अब यति भइसकेपछि चाहिँ 9 बजिसक्यो। अब पढ्नु पनि पऱ्यो अलिअलि होइन। सो अब चाहिँ 1-1.5 घन्टा भए पनि पढ्नु पऱ्यो एकछिन होइन। हामी चाहिँ अब नेक्स्ट भिडियोमा भेटौँला। बाइ बाइ गाइज। स्टार्टिङ गर्न नै बाँकी छ पढाइ चाहिँ। एक्जाम चाहिँ अब कुन बेला छुट्टै रिजल्ट त आइसक्यो, रुटिन आउँछ होइन, लिएर नै हुँदैन। त्यही भएर चाहिँ अब हामी नेक्स्ट भिडियोमा भेटौँला भोलिलाई। अहिले चाहिँ गुड नाइट गाइज, बाइ बाइ।